यो सम्पूर्ण यो फार्मासिस्ट डेको उपलक्ष्यमा सम्पूर्ण विश्वभरमा छरिएर सम्पूर्ण फार्मासिस्टहरूलाई फेरि पनि ह्याप्पी वर्ल्ड फार्मासिस्ट डे। यसको सुरुवाती चरणमा हामीहरू जाँदाखेरि 2009मा टर्कीको इस्तानबुलमा इन्टरनेसनल फेडरेसन अफ एसोसिएसनले चाहिँ यसको आयोजना गरेको एफपिआईले, र त्यस लगतै उसले विश्वभरि छरिएर रहेका फार्मासिस्टहरूलाई एकैबद्धताका साथै र औषधिहरूलाई कसरी चाहिँ हामीले चाहिँ यसको उपयोगिता बढाउन सकिन्छ, यसको साइड इफेक्टलाई हामीले कसरी मिनिमाइजेसन गर्न सकिन्छ, यसलाई हामीले जनसुरक्षित कसरी बनाउन सकिन्छ, र हामीले बिरामीहरूलाई कसरी हामीले कम पैसामा चाहिँ उनीहरूले कसरी चाहिँ बेडसम्म उनीहरूले कसरी पाउन सक्छन् भन्ने कुरालाई हामीले एउटा किसिमको यो माहौल सिर्जना गरेर उनीहरूलाई चाहिँ हामीले दिने गर्दछौँ। अनि यसको अरू भन्दाखेरि हामीले अहिले चाहिँ यसको नारा थिङ्क हेल्थ थिङ्क फार्मासिस्टको नारा भनेको, अहिले यो नारा भन्नुको अर्थ भनेको हामीले चाहिँ हेल्थको बारेमा जब हामीले चासो आउँछौँ त्यतिखेर हामीले औषधिहरूको बारेमा पनि हामीले यसको बारेमा सोच्ने गर्दछौँ। त्यही भएर चाहिँ हामीले जुनै पनि औषधिहरू खाँदाखेरि हामीले नजिकैमा रहेको फार्मासिस्टहरूलाई पहिला हामीले सोध्नु पर्दछ, यसको उपयोगिता कसरी बढाउने, यसको साइड इफेक्टहरू के हो, कसरी खाने, कुन नखाने भन्ने कुराहरू हामीले सोच्नु पर्दछ। एउटा सिटामोलले गर्दाखेरि पनि कतिपय मान्छेहरूको गाउँघरमा ज्यान जाने गरेको छ। हामीले यसलाई पनि कसरी चाहिँ रोक्न सक्ने भन्ने कुराहरू हामीले ग्राउन्ड लेभलबाट हामीले समेट्न सकेको खण्डमा हामीले चाहिँ एउटा चाहिँ औषधिहरूको चाहिँ हामीले चाहिँ समायोजन गर्न सकिन्छ। अहिले नेपाल भनेको एउटा विकासोन्मुख देश हो होइन, अझै पनि विभिन्न किसिमका इन्जेक्टेबल आइटमहरू नेपालमा बनेका छैनन् होइन। त्यही भएर चाहिँ हामीले कतिपय औषधिहरू इन्डिया होइन अन्य देशहरूबाट हामीले इम्पोर्ट गरेर ल्याउँछौँ। त्यस्तो औषधिहरू कस्तो सुरक्षित छ कि छैन भन्ने कुराहरू पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ। कतिपय औषधिहरू छन् होइन, त्यो औषधिले चाहिँ काम नगर्ने, अर्को औषधिले काम गर्ने भन्ने कुराहरू छ होइन। यो कुराहरूलाई चाहिँ सम्बन्धित निकायले चाहिँ अझै पनि ध्यान दिनु पर्यो। यसलाई चाहिँ कसरी अगाडि बढाउने होइन, के गर्नु पर्यो होइन, ल्याबहरूको कुराहरू छ, धेरै कुराहरू छ, एनएमएलमा मेसिनहरू छैन होइन, यो कुराहरूलाई पनि समेट्नु पर्यो भन्ने भन्न चाहन्छु। त्यसै गरेर अन्त्यमा फेरि पनि सबैलाई ह्याप्पी वर्ल्ड फार्मासिस्ट डे है।